हेलो साथी, सबैजना सन्चै हुनुहुन्छ होला। आज म क्वाटरको बिरयानी बनाउँदैछु र सबैभन्दा पहिला हामी हातमा तेल लगाउनु पर्ने हुन्छ। उसलाई काटेर तेलमा टक्क हातमा तेल लगाएर चट्टा तरिकाले व्यवस्था गर्नुपर्ने छ। हाम्रो सबै खतम भइसक्यो। अब हामी गरम मसला निकाल्छौँ। गरम मसला सबैभन्दा पहिला इम्पोर्टेन्ट हुन्छ। तपाईँको पानीमा राख्नुपर्ने हुन्छ यसलाई, र पानीको साथ बोइल गर्नु एकदम राम्रो फ्लेभर गरिदिन्छ र तपाईँहरूलाई खाना पनि एकदम टेस्टी लाग्ने गर्छ। त्यसैले गरम मसला इम्पोर्टेन्ट हुन्छ बिरयानीको लागि। हामी लिन्छौँ सल्ट तपाईँलाई टिका सल्ट लिनुपर्ने हुन्छ। हामी पानीमा राख्ने तयारी गरिसकेका छौँ र तपाईँहरूलाई कस्तो लाग्यो। अब हामी पानीबाट गरम मसला निकाल्यौँ र राइस राख्छौँ। राइस राखिसकेपछि तपाईँले धनियाँ पत्ता राख्नुपर्ने हुन्छ। धनियाँ पत्ता राखिसकेपछि केही समयको लागि तयारी गर्नुपर्ने हुन्छ। यो हाम्रो सेटअप मसलाको लागि देख्न सक्नुहुनेछ सबै परिकारहरू। र यसलाई हामीले मेरिनेसन गर्छौँ। अदुवा लसुनको पेस्ट, घिउ, हल्का तेल, धनियाँ पत्ता, अनियन अनि पुदिना, सल्ट, हल्दी पाउडर, चिल्ली पाउडर, धनियाँ पाउडर, जिरा पाउडर, गरम मसला, इलायची पाउडर, लेमन जुस, मिर्ची पेस्ट, क्रीम, हल्का सा दही र राम्रो तरिकाले मेरिनेसन गर्नुपर्ने हुन्छ र आधी घन्टा छोड्नुपर्छ यसको लागि। हामी यसको लागि घिउ राख्यौँ, तेल राख्यौँ, गरम मसला डाल्यौँ। गरम मसला हालिसकेपछि प्याज फ्राई गर्नुपर्ने हुन्छ राम्रोसँग। प्याज फ्राई भइसकेको छ। अझै पनि हामी अदुवा लसुनको पेस्ट राख्छौँ। हल्का टमाटो पनि एड गर्यौँ। कलरको लागि हल्दी पाउडर। अब यसको मसलाको हामी मिलाएर राखेका थियौँ भने मसलालाई टक्क लगाएर शानदार तरिकाले बनाउने तयारीमा छौँ साथीहरू। तपाईँले पनि यसै गरी बनाउनु होला र यसलाई सोलो फ्लेममा पकाउनु पर्ने हुन्छ है त साथीहरू। को काम भयो, हल्का सा पानी राखिदिनु होला। पानी राखिदिनु भयो भने तपाईँको तल चिप्किँदैन। सिटी लगाउने। अब कुकरको ढक्कन लगेर 3-4 सिटीभन्दा धेरै मार्नु हुँदैन। हाम्रो सिटी आइसकेको छ। फिनिसिङ भयो। यसै गरी बनाउनु होला। यसमा रोगन आउनु पर्ने हुन्छ। तेल माथि उत्रिनु पर्छ र हाम्रो फाइनल्ली मसला भइसकेको छ। र अब हामी बिरयानीतर्फ जान्छौँ। बिरयानीको चामल चाहिँ राम्रोसँग पकाउनु हुनुपर्छ है। बासमती चामल जो मैले इन्डियाबाट बनाइरहेको छु। नेपालमा पनि यसै गरी बनाउन सक्नुहुनेछ हजुरहरूले। एकदम मिठो अनि स्वादिलो हुने गर्छ। हजुरहरूले त्यही गरी बनाउनु हुने सक्नुहुन्छ। र अब हामी घिउ राख्यौँ, तेल राख्यौँ। अब यसको कलरको लागि हल्का बेसार राख्नुपर्ने हुन्छ। एकदम राम्रो देखिन्छ है त। हजुरहरूले पनि यसै गरी बनाउनु होला।
अनियन फ्राई यस्तै गरी राख्नु होला। पुदिना पत्ता, माथिबाट हल्का इलायची पाउडर। तपाईको घरमा सिल्भर फाइल छ भने सिल्भर फाइल, नयाँ नभएको भए हल्का मैदा, आटा जे लगाएर पनि ढक्कन लगाएर कभर गर्न सक्नुहुनेछ। हामी दमको लागि छोड्दियौं 10 मिनेट भन्दा धेरै दम नलगाउनु होला। दम हाम्रो भइसकेको छ। फाइनल्ली साथीहरु, हाम्रो बिरानी भइसकेको छ। तपाईहरुले पनि यसै गरी बनाउनु होला। वाउ, यति राम्रो बिरानी है। कस्तो लाग्यो? सल्लाह सुझाव अनि कमेन्ट, भिडियोलाई शेयर गर्न चाहिँ नभुल्नु होला। आगामी दिनहरुमा पनि यस्तै भिडियो आउनको लागि च्यानललाई सब्स्क्राइब गरी जोइन हुनु होला।